चेन्सुई टेम्पलको आज चाहिँ भिडियो चाहिँ बाल आउनेवाला छ। त्यो चाहिँ मेन मन्दिर यही नै हो। देख्न सक्छ 9 तलाको छ। पनि कछुवाहरू त पानीमा खेल्दा खेल्दा जाडो भएछ यिनीहरूलाई यतातिर आएर बसिरहेको छ। तर कृपया छिरोस् ल। चेन्सुई टेम्पल हियर, यु आर हियर। जस यहाँ चाहिँ होटल साइड हो। के अब मैले भिडियो बनाउँदैछ भनेर यो त चल्दैछ त। हाम्रो त्यहाँ महोदय हुनुहुन्थ्यो रहेछ, पानी बोतल जस्तो गरेको हुन्छ हालेर। कृपया हेर्नु होला। तर कछुवा चाहिँ देख्यो है रियलमा, मैले त देखेको थिएन। चाइनिज न्यु इयर आउँदैछ नि त, त्यही भएर यहाँ चाहिँ जस ठाउँ चाहिँ रमणीय छ, राम्रो छ। यहाँ मान्छेहरू धेरै धर्मावलम्बीहरू छन्, यहाँ यात्रा गर्न आउँछन्। यहाँ चाहिँ जस सिन राम्रो देखिरहेको छ। आज चाहिँ मौसम राम्रो खुलिरहेको छ, त्यही भएर। हेलो गाइजहरू, सदा चाहिँ आज पनि हामीहरू घुम्न जाँदैछौँ चेन्सुई टेम्पलसम्म। खै के कस्तो हुन्छ भिडियो कृपया पुरा हेरिदिनु होला। हामीहरू चाहिँ जाँदैछौँ। के छ मोहन भाइ? ठिक छ, एकदम ठिक छ दाइ। साडु भाइ छन्, हामी चाहिँ 2 भाइ जाँदैछौँ। के कस्तो हुन्छ भिडियो मस्त हेर्नु होला। हामी चाहिँ अब हाम्रो लागि आज मौसम ठिक छ, किनकि घाम लागिरहेको छ, उज्यालो छ। पारिलो मौसममा चाहिँ घुम्नु नै मजा बेग्लै हुन्छ क्या, शरीर तातो हुन्छ होइन। छुट्टीको दिनमा पनि के रुममा बसिरहनु भनेर हामी 2टा चाहिँ घुम्न जाँदैछौँ। मोहन भाइ? हजुर दाइ हजुर। के छ अरू भन। आज यसो समयले जुराएको, हामी 2 भाइको भेट भएको। आज यसो मन्दिरतिर घुम्न जाऊँ भनेर जान लागेको। जस मौसमले पनि साथ दिएकै छ। उतातिर बादल आइरहेछ। के कस्तो हुन्छ आज मौसम चाहिँ राम्रो खुलेको छ। हाम्रो चाहिँ यहाँ रोड क्रस गर्नुपर्ने हुन्छ। ल हामीहरू चाहिँ जाँदैछौँ, रोड क्रस गर्नुपर्ने। हामीहरू चाहिँ अब त्यो घर पनि देखाउन कति अग्लो छ है। हामीहरू बेला तलै थियो यार त्यो। हामीहरू चाहिँ अब यो घरदेखि तल यही ब्रिज जान्छौँ। हामी बस्ने बिल्डिङ चाहिँ यो, हामी बस्ने बिल्डिङ चाहिँ यतानिर छ। हामीहरू चाहिँ अब यता रोड जाँदाखेरि घाम धेरै लागिरहेको छ, त्यसमाथि रोडमा गाडीहरू पनि चलिरहेको छ। अब गाडीहरूले हान्न सक्छन् त, त्यही भएर चाहिँ परदेशको ठाउँ हो, यहाँको नीति नियम थाहा छैन। त्यस कारणले गर्दा हामीहरू चाहिँ अब यो ब्रिज हुँदै जान्छौँ। तर यहाँ फोटो त बाबा गाइजहरू हामी चाहिँ ब्रिज हुँदै गइरहेको छ। मस्त रमाइलो छ। गेलिङ हाइल्यान्डमा फेरि त्यस्तै हो, मौसम छेन भए एकछिन घाम लाग्छ, एकछिन बादल गर्छ। यहाँको मौसम फेर्नको लागि कुनै टाइमै लाग्दैन। योहरू चाहिँ अन्तराबाटै नै जानुपर्ने छ, किन यो ब्रिज नै अन्तराबाट छिरेको छ। त्यस कारणले गर्दाखेरि रमाइलो छ। अन्तरामै स्वागत चाहिँ फुलले गरेको छ क्या, कस्तो मस्त छ, रमाइलो छ। हुँदै छिर्नु पर्ने छ। यहाँ चाहिँ राम्रो छ, अब नयाँ खुलेको, डेकोरेसन भइरहेको छ, मर्मत काम चलिरहेको छ। यता हामी भिडियो गर्न मिल्छ मिल्दैन हेरेको घुमिरहेका छौँ। खै के हो त्यति बुझ्न सकिरहेको छैन। यहाँ चाहिँ के छ है, यहाँ डेकोरेसनको काम भइरहेछ। यो अन्तरामा चाहिँ अझै पनि कार्य सम्पन्न भएको रहेछ, निर्माण कार्य चलिरहेको रहेछ। हामी चाहिँ यता अन्तरातिर हुँदै अब जानेछ। यहाँ तल ब्रिज खै कहाँबाट जोडिएको छ त्यो सोध्नु पर्ने छ, त्यति थाहा भएन क्या, त्यही भएर यहाँ चाहिँ जस चारैतिर हेर्दाखेरि मौसम ठिक छ। यता माथि चाहिँ हामी बस्ने बिल्डिङ यही हो। के कस्तो छ हाम्रोतिर लगभग यिनी फुलहरू कोमा हुन्छ। अब यहाँ चाहिँ यस्तो बगैँचा जस्तो सरर सजाएर राखेको छ बच्चाहरू खेल्नको लागि। ल गाइजहरू हामी चाहिँ यता अन्तरा हुँदै तल ब्रिजबाट जान खोजेको, त्यहाँबाट चाहिँ त्यति भएन। अब यहाँ जानको लागि अन्तराको ग्राउन्ड फ्लोर जानको लागि चाहिँ टोकन लिनुपर्ने रहेछ, त्यही भएर यताबाट चाहिँ भएन। अब हामीहरू चाहिँ फेरि तल रोड हुँदै जानुपर्ने भयो, त्यही भएर
पुरा भिडियो लामो हुनसक्छ, तर भए पनि मस्तका साथ हेर्नु होला, इन्जोय गर्नु होला है। यो अन्तराको चाहिँ ग्राउन्ड फ्लोरमा चाहिँ हामी जान नमिलेको हुनाले उता ब्रिजहरू चाहिँ जान मिलेन, खै हेरौँ। त्यही पनि अहिले तल कहीँबाट चाहिँ उक्लिने बाटो रहेछ भनेपछि हामी चाहिँ ब्रिजहरू जानेछौँ, नत्र उतातिर यसरी टक्क ब्रिज जोडेको छ, यही बिल्डिङबाट नै हो जोडेको, त्यही भएर भएन। हामीहरू चाहिँ अब माथि टोकन ल्याउनु पर्छ भनेर आएको थियौँ, त्यही भएर त्यहाँबाट चाहिँ भएन। यहाँ चाहिँ नेपाली सेक्युरिटी दाइ हुनुहुन्न रहेछ, अब त्यहाँसँग चाहिँ सरसल्लाह गरेर अब चाहिँ हामीहरू फेरि यही ब्रिजहरू जानेछौँ, के कस्तो हुन्छ सुनौ। अब हामीहरू चाहिँ यहाँ दाइहरूले भनेर चाहिँ छिर्दैछौँ। के गर्छन् सुपरभाइजरहरु के गर्छन् हामीहरू चाहिँ अब यहाँ लिपुटै जान लागेको छौँ फेरि है। ल यहाँ चाहिँ नेपाली दाइले चाहिँ हामीलाई चाहिँ लिफ्ट छिर्नु भएको, यहाँ LG 6मा जाउँ, त्यसपछि चाहिँ त्यहाँ ब्रिजमा पुग्छ भन्नुभएको छ। गाह्रो छ है मोहन भाइ, गाह्रो रहेछ यो अन्तराको यो फ्लोर चाहिँ अलि गाह्रो रहेछ। जस ग्राउन्ड फ्लोर भन्दा चाहिँ मुनि नै भएको हुनाले यहाँ चाहिँ सिस्टम फरक रहेछ कि। अब हामीहरू चाहिँ फेरि ब्रिजतिर नै जोडिन लाग्यौँ, अब ब्रिज हुँदै चाहिँ जान्छौँ, छिटो हुन्छ नि त। ल गाइजहरू फेरि अब हामीहरू यहीँबाट उ गर्छौँ। ल त्यहाँ सेक्युरिटी दाइले चाहिँ हामीलाई चाहिँ यहाँबाट जाऊ भनेर चाहिँ सिकाइदिनु भयो, मुरी धन्यवाद छ त्यहाँलाई। कृपया त्यसलाई भिडियो हेर्नु भन्छ थाहा होस्। ल गाइजहरू हामीहरू चाहिँ अब लगभग चेन्सुई टेम्पल पुग्न लाग्यो। खै चाहिँ नयाँ हुँदाखेरि त्यही डाँडा रोड हुँदै चाहिँ हामी गएको तलतिर, रोड हुँदै चाहिँ हामीहरू चाहिँ यता चेन्सुई टेम्पलतिर प्रवेश गरेका थियौँ। त्यो बेला चाहिँ यो ब्रिज चाहिँ बन्दै थियो, त्यही भएर यो पालि चाहिँ ब्रिज पनि बनिसकेको छ, त्यही भएर हामी चाहिँ ब्रिज हुँदै जाँदैछौँ। यहाँबाट चाहिँ जस तलको सिन चाहिँ राम्रो देखिँदो रहेछ, तल बस पार्क पनि देखिरहेको छ, ठिक छ, भ्यू राम्रो छ, घाम लागिरहेको छ, मौसमले चाहिँ आज राम्रो साथ दिइरहेको छ। फाइनली गाइज हामी चाहिँ चेन्सुई टेम्पलमा प्रवेश गरिसकेका छौँ। हेरौँ है अब यहाँभित्र के छन् मेन फिचरहरू। यहाँ यो मन्दिर प्रसिद्ध भएको यो ठाउँमा पनि यहाँ चाहिँ के छ भनेपछि मान्छेले पाप गरेपछि स्वर्गमा गएपछि के चाहिँ आफूले चाहिँ ऊ हुन्छ होइन, भोग्नुपर्ने के त्यो चाहिँ छ। पहिलेको भिडियोमा नै राखेको थिएँ मैले, पनि गुफा जस्तो नै छ क्या। अब यहाँ देखायोहरू होइन, ओर छ यहाँ के छ यहाँको विशेषता म तपाईँलाई देखाउने छु। यहाँ पनि प्राय आस्था नै छ चेन्सुई टेम्पलमा पनि, चाइनिज नामपत्र राखे तापनि यहाँ धेरै यो धर्मावलम्बीहरू आउँछन्, घुमफिर गर्छन्। यताभित्र पनि गुफा जस्तो छ घुम्नको लागि, धेरै नै आवट जावट छ। माथि लेफ्ट साइडमा त्यति धेरै नभए पनि यहाँतिर चाहिँ मान्छेहरूको कोइसन नै छ, अब धेरै मात्रामा चाहिँ मान्छेहरू घुमफिर गर्छन्, ठिक छ। अहिले यहाँ के छ यहाँको विशेषता म तपाईँलाई देखाउने नै छु। आज चाहिँ मौसमले पनि राम्रो साथ दिएको छ, घाम लागिरहेको छ, पारिलो छ, मान्छेहरू घुमफिरको लागि पनि जस राम्रो भइरहेको छ। यहाँ चाहिँ जस ठाउँ चाहिँ रमणीय छ, राम्रो छ। यहाँ मान्छेहरू धेरै धर्मावलम्बीहरू चाहिँ यहाँ यात्रा गर्न आउँछन्। यहाँबाट चाहिँ जस सिन राम्रो देखिरहेको छ, आज चाहिँ मौसम राम्रो खुलिरहेको छ, त्यही भएर ठिक छ मौसम। सबै मान्छेहरू पहिले चाहिँ यो ठाउँमा चाहिँ यहाँनिर चाहिँ उ थियो कि थोरै भए पनि फोटोसोटो खिच्नको लागि चाहिँ राखिदिएको थियो, पहिला चाहिँ यहाँतिर त्यति उ थिएन। अहिले चाहिँ सबै पुरेर पारि सानो क्षेत्र मात्रै उ गरिरहेको जस्तै खै त्यहाँ पनि के भनेर आएको छ, खै हामी गएर हेर्नेछौँ। हाम्रो नेपालमा जन्म लिनुभएको बुद्धलाई पनि
यो ठाउँमा पनि जस मूर्ति बनाएर सजाइएको छ। बुद्ध नेपालमा जन्मे पनि बुद्धको आस्था चाहिँ सबै देशमा छ है। यहाँ चाहिँ जस हरियो भन्छ वनपाखा चाहिँ रमाइलो छ। नेपालको जस्तै हो घरमा देखिँदैन यहाँ पनि देखिन्छ। यता माथि चाहिँ उ छ केबल कारहरू पनि छ। जस हरियाली जङ्गल छ नेपालको जस्तै यतातिर पनि। यो ठाउँमा चाहिँ सदाबहार हावापानी एकै नास हुन्छ कि त्यही भएर जस नेपालको चिसो महिना र यो ठाउँ चाहिँ एकै नै हो। आज राम्रो सनसेट गरेको छ, घाम लागेको छ। हामी चाहिँ अब भिडियो के कस्तो आउँछ के कस्तो छ यहाँको त्यसको बारेमा चाहिँ कृपया गर्नेछ। म तपाईँहरूलाई देखाउने छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यति धेरै आस्था छ कि है यो ठाउँमा पनि। मान्छेहरूको आवट जावट छ कि धेरै भिड छ। हाम्रो त चाहिँ बुद्धको तस्बिर शालिग बनाएर राखिदिएको छ। केही छैन। यहाँ चाहिँ मर्मत गरेर आएको रहेछ। पहिला चाहिँ यो ठाउँमा चाहिँ धेरै थियो कि स्पेस खाली थियो कि। यहाँ चाहिँ सबै लेखेको छ त, चाइनिजहरूमा पनि लेखेको छ, इङ्ग्लिसमा पनि लेखेको छ। त्यही पनि अहिले हेरौँला के कस्तो छ, अहिले हेरौँला कृपया। मान्छेहरूको आवट जात धेरै नै छ। यति धेरै आस्था छ कि यहाँ पनि। यहाँ चाहिँ के बन्दैछ है पछि ऊ होला। मोहन भाइ घन्टी बजाउने मान्छेहरूको आवट जावट छ यो ठाउँमा पनि। जस घुमफिरको लागि राम्रो छ। मोहन भाइले चाहिँ यता घन्टा बजाउँछ। यसको रालो खै बजाउँदा म पनि बजाउँछु खै एकचोटि। यता चाहिँ वान बेल साउन्ड फर वान विस भन्ने छ। एकपटक चाहिँ एउटा उसको लागि चाहिँ बजाउनु मिल्ने रहेछ यो चाहिँ। ल मनको कामना गरियो। यता यो यसको देखाउनु भयो। यता चाहिँ बुद्धको चाहिँ उ छ फोटो छ है। यता यति धेरै ठुलो मात्रामा चाहिँ मूर्ति बनाएर राखिदिएको छ। अब बेल बजाएसँगै अब चाहिँ हामी चाहिँ यतातिर हेर्छौँ। यहाँ चाहिँ मान्छेले आफूले के कस्तो कर्म गरिन्छ होइन त्यो अनुसारको चाहिँ यहाँ के कस्तो सजाय पाउने त्यसको बारेमा चाहिँ लेखिरहेको छ। यो ठाउँमा चाहिँ यहाँ सिक्का छिराउने हो है। यहाँ चाहिँ यहीँनिर छ। योमा चाहिँ हाम्रो यहाँ मोहन भाइले चाहिँ सिक्का छिराउँदैछन्। अब यिनीपछि चाहिँ मैले छिराउँछु, पस्छ कि नै है। लुलु रेडी, सफल हुनु पऱ्यो ल। ल सिक्का चाहिँ छिर्यो है। म प्रयास गर्दैछु है सिक्का छिर्छ कि नै। कृपया छिरोस्। ल ल हामी चाहिँ सिक्का छिरिसक्यौँ। त्यसपछि यहाँ चाहिँ के छ भने मान्छेहरू आफूले के कस्तो कर्म गरिन्छ त्यो अनुसारको चाहिँ यहाँ स्वर्गलोकमा गएपछि आफूले भोग्नेहरूको त्यसको चाहिँ यहाँ देखाइरहेको छ है। कृपया भिडियो आफै बोल्छ, म चाहिँ बोल्दैन। यहाँ सबै चाहिँ अब बोलेर साध्य छैन भने त त्यति बोलेर चाहिँ भ्याइँदैन। म चाहिँ सरासरी देखाउँछु, यहाँ हेर्नु होला। यो कस्तो कस्तो सजायहरू चाहिँ दिन्छ स्वर्गलोकमा मान्छेलाई त्यो सबै देखाएको छ। मैले पहिला भिडियोमा राखेको थिएँ, त्योमा चाहिँ अब त्यति क्वालिटी थिएन नि त। त्यही भएर चाहिँ कृपया अहिले हेरिदिनु होला। अहिले चाहिँ भिडियो राम्रो क्वालिटीका साथ म तपाईँहरूलाई उ गर्दैछु, देखाउँदैछु। सरी
है यतातिर चाहिँ हेर्नु त यो रुख काठले यस्तो राख काटेन त यो काटे हो काठ हो हाम्रो मन भयो होला नि त विश्राम दिउँ मैले थोरै भए पनि रमाइलो छ ठाउँ जस आज मौसमले राम्रो साथ दिएको छ यहाँ पनि रहेछ नि त। पारिलो जग्गा छ यहाँ चाहिँ सबै चाइनिजबाट लेखेको छ है अब यो एरिया नै प्रायः चाइनिजको हो नि त त्यही भएर यहाँ चाहिँ चाइनिजबाट पनि लेखेको छ कृपया भिडियो पुरा हेरिदिनु होला अब अझै यहाँ माथि भन्ने सर्ट पऱ्यो कि यहाँ चाहिँ यस्तो छ तपाईँहरूले अब देख्न सक्नुहुन्छ त्यति म चाहिँ बोलिरहनु पर्ला जस्तो चाहिँ लाग्दैन है हेर्नु अब मान्छेहरूले चाहिँ पछि आफूले के कस्तो कर्म गरेको छ त्यही अनुसारको चाहिँ सजाय दिएको चाहिँ सबै देखाएको छ यसमा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कुनै पक्कै पनि अब यमराजहरूले नै यो गरेको होला त्यो बुकहरू पढ्दै हेर्दै है राम्रोसँग देखाउनु न त यहाँनिर के छ नि यता चाहिँ अब यो मान्छेले आफूले चाहिँ के कस्तो गरिरहेको छ यता यमराजहरूले किताब हेरेर यसरी न्यायाधीश जसरी बसेर चाहिँ कस्तो सजाय दिने भनेर चाहिँ उ गरेको छ यसरी चाहिँ तलामा डुबाएर सर्पहरूले गरेर यहाँ तिरले हानिरहेको छ कहीँमा चाहिँ ढेकीले कुटिरहेको छ है यस्तो छ देख्न सक्नुहुन्छ यहाँ जे जति छ सबै त्यस्तै छ सबै स्वर्गलोकमा चाहिँ सजाय दिएको चाहिँ देखाइरहेको छ यता पनि त्यस्तै छ यहाँ प्रायः सबै यस्तै बनाएको छ यता मार लास यता देखाउनु यता मार लास यता चाहिँ मान्छे मार्न लगाएको छ यसरी चाहिँ यहाँ रक्ताल मुछार गरिदिएको छ यसो हेर्नु त्यहाँदेखि मान्छेले आफूले कर्म गर्ने अनुसारको चाहिँ सजाय दिएको चाहिँ छ है सबै यस्तो देखाइरहेको छ काट्यो त यो होइन खै हो काठै होला होइन नि होइन सिमेन्ट यहाँ देख्न सक्नुहुन्छ यिनी सबै यमराजहरूले नै सजाय दिँदाखेरि के कसरी उ गर्छन् भनेर चाहिँ सबै देखाइरहेको छ सब चाइनिजबाट लेखेको छ है भाषा भाषा नबुझे पनि चित्र बोल्छ भनेको चाहिँ यही नै हो तपाईँहरूले देख्न सक्नुहुन्छ यता अब हेर्न सक्नुहुन्छ यहाँ मान्छेलाई चाहिँ यसरी चाहिँ भालाले चाहिँ काटेको देखाइरहेको छ अनि यतातिर यसरी नै मान्छेलाई मुढाले चाहिँ चुटिरहेको देखाइरहेको छ एउटा परात जस्तोमा राखेर जे जति छ सबै त्यस्तै देखाइरहेको छ यो चाहिँ मान्छेले आफूले गरेको कर्मको चाहिँ फल टाउ काटेछ यो दाइ यहाँ यसरी चाहिँ मान्छेको टाउ काटेछ हेर्नु नि टाउकाहरू हेरिरहेको देखाइरहेको छ यति यो सबै चाइनिजमै उ छ यता मान्छेलाई त्रिशुलले झुन्डाएको छ यहाँ हेर्नु यस्तो यहाँ दारीवाले चाहिँ यहाँ न्याय दिँदै हुनुहुन्छ मान्छेलाई कुन मान्छेले चाहिँ के कर्म गरेको है त्यो अनुसारको चाहिँ फल दिँदै हुनुहुन्छ यतातिर मान्छेले आफूले जस्तो कर्म गर्यो त्यस्तै चाहिँ उ गरेको छ अब हेर्न सक्नुहुन्छ एउटा यमराजले चाहिँ मान्छेलाई चाहिँ मुनि चाहिँ उ गरेर गाडेको छ यहाँ चाहिँ जस खुल्ला रमाइलो छ यहाँ देख्न सक्नुहुन्छ यता पनि त्यसै गरी छ यो मान्छेले चाहिँ आफूले चाहिँ जस्तो कर्म गरेको छ त्यस्तै नै फल चाहिँ भगवानले दिनुभएको छ है सबै तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ पहिला पनि आएको कि तर त्यो बेला उठ्यो नि त मोबाइल पनि राम्रो थिएन त्यही भएर यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ जे जति उ छ प्लिज डोन्ट टच लेखेको रहेछ यहाँ चाहिँ छुन मिल्ने रहेनछ यो चाहिँ मान्छेले आफूले चाहिँ के कस्तो कर्म गरियो त्यही अनुसारको चाहिँ फल दिएको छ सबै त्यसै छ देख्न सक्नुहुन्छ धेरै जस्तो तपाईँले देखाइसकेको छु मैले त्यही भएर यता पनि कृपया भिडियो चाहिँ पुरा हेर्नु होला के बन्दैछ हैन त्यहाँ पानी बन्दै रहेछ हेर्नु त त्यहाँ त्यो फुल होला के कमलको फुल
कमलको फुल लगाइजहरू अघि चाहिँ तलबाट चाहिँ देखिरहेको थिएन, चारैतिर बार लगाएको थियो, त्यही भएर त्यति देखेन। अहिले देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ कमलको फुल बनाएको रहेछ। त्योबाट चाहिँ पानी जलजल झर्छ होला, सायद लाइट पनि जडान गरेको रहेछ। पछि त्योबाट लाइटहरू पनि झिलिमिली बोल्छ होला, जस रमाइलो हुन्छ, उज्यालो हुन्छ होला। त्यो भिडियो चाहिँ अब अलि पछि आएपछि बनाउँछु है। यहाँ चाहिँ खै यो के बनाएको हो त्यति बुझेन है। अब यहाँ सब चाइनिजबाट लेखेको छ, त्यही भएर त्यति थाहा भएन। यहाँ मान्छेलाई चाहिँ खै यो मेसिनमा के गर्नको लागि त्यो कसरी राखेको छ, यो चाहिँ सबै हमलोग माने मान्छेहरूलाई चाहिँ के कसरी सजाइदिन्छ त्यसको बारेमा चाहिँ गराएको हो। खास गरी यसको मूलधार चाहिँ त्यही नै हो। आज रमाइलो हुनेवाला छ, भइरहेको छ। यहाँ चाहिँ शालिग छ, यतातिर नि सबै त्यही हो कि यतातिर मान्छेहरूले आफूले गरेको कर्मको फलिफाप के कस्तो हुन्छ त्यो चाहिँ सब देखाइरहेको छ। यहाँ माथितिर चाहिँ सबै चराचुरुङ्गीहरू भइरहेका छन्। यहाँ मान्छेले चाहिँ के हो यो भन्न खोजेको चाहिँ केही बुझेको छैन, तर भए पनि यहाँ चाहिँ केहीको बारेमा चाहिँ पक्कै पनि हो। यो मन भाइ केही उ गर्ने फोटोसोट खिच्ने हो, खिच्नुपर्छ भाइ, मौसम खुलेको छ, राम्रो छ। ल ल यहाँ चाहिँ यसो छ। मान्छेहरूलाई चाहिँ खै यो के बनाएर बकुल्ला, भित्तामा चाहिँ बकुल्लालाई टाँसिएको छ। हाम्रो उतातिर समथरतिर बस्छ है, यो खेततिर आफूबाट झुमिरहेको हुन्छ, तराईतिर झुमिरहेको हुन्छ। यता चाहिँ यो खै मान्छेलाई रात गद्दीमा चाहिँ यसरी पन्छीहरूले चाहिँ घुमाइरहेको देखाइरहेको छ। सङ्गीतमय जस एउटा चित्र नै सङ्गीतमय बनाइदिएको छ। मान्छेले हेर्दाखेरि जस बाजागाजाहरू बजाएका सब देखाएको छ है। यहाँको मेन मन्दिर भनेको नै यही नै हो। 1 2 3 4 5 6 7 8 9 तला, 9 तले मन्दिर चेन्सुई टेम्पल। यहाँबाट छिर्ने एउटा गुफा जस्तो छ। योमा चाहिँ खै हामी के हेर्छौँ, अहिले हेर्छौँ। अहिले छिर्ने मन लाग्यो चाहिँ छिर्छ होला पक्कै पनि। छिर्न मन लागेन भने चाहिँ हामी छिर्ने छैन। यता चाहिँ छहरा छ। मान्छेले भन्छन् जहाँ अभाव त्यहाँ उपाय हो कि। यो भनेको एकदम डाँडाको भेगो, त्यही पनि यति राम्रो पर्यटक क्षेत्र बनाएको छ नि, भनि त साध्य छैन। हाम्रो नेपालमा भन्ने हो नि अब जुनसुकै चिजहरू पनि प्राकृतिक स्रोतले बनाएर दिएको छ, तर भए पनि हाम्रो नेपालमा पर्यटकको लागि उपयुक्त वातावरणै छैन। किनकि त्यहाँ रोडहरू पुगेको छैन, त्यहाँ यात्रुहरूको लागि राम्रो सेवा सुविधा छैन है। विडम्बना छ, गाह्रो छ। अरू देशको विकास हेर्दाखेरि चाहिँ मन साह्रै दुख्छ। अब यहाँ के छ भने चाहिँ अरूको देशमा चाहिँ हर चिजहरू आर्टिफिसियल छ क्या। यहाँ भनेको बनाएका हुन्। हाम्रो नेपालमा भनेको प्रकृतिले दिएको नै छ, तर भए पनि त्यहाँ चाहिँ सम्मान छैन। ल हामीहरू चाहिँ यतातिर के छ फेरि यतातिर पनि जाँदैछौँ, हेर्छौँ, घुम्छौँ। आज चाहिँ चेन्सुई टेम्पलको सबै क्षेत्र चाहिँ देखाउने छु, देखाइरहेको पनि छु है। कृपया भिडियो चाहिँ लामो हुन्छ, कृपया सबै भिडियो हेरिदिनु होला। हाम्रो चाहिँ यता चाहिँ थाकिसक्यो मन भाइ, घुमफिर गरेको गर्छौँ, त्यही भएर आज मौसम पनि राम्रो छ, घुमिरहेको छ। यता चाहिँ केबल कारहरू सरसर्ती गइरहेको छ है। अनि यहाँ तलतिर चाहिँ बस्ती छ। अलि मौसम क्लियर छैन, त्यही भएर चाहिँ बस पार्क पनि खतरा देखिन्छ यार। उ भयो मौसम। केल सेन्टर जाने बस पार्क। हामी चाहिँ केएलसी जानु पर्यो भने चाहिँ यहीँतिरबाट गएर गाडीहरू चाहिँ चढेर जानुपर्ने हुन्छ। ठिक छ,
टाउटीको त्यहाँको माहौल पनि राम्रो छ। त्यति राम्रोसँग चाहिँ मौसम खुलेको छैन, अलिकति पनि थोरै थोरै कुहिरो जस्तो छ, त्यही भएर मधुर मधुर देखिरहेको छ। हामीहरू चाहिँ पानी खान्छौँ है। साह्रै ठाकियो गाइजहरू, भिडियो देखाउँदैछौँ। कृपया अब पारिलो छ जग्गा चाहिँ। आज चाहिँ मौसम नै राम्रो साथ दिएको छ, घुमफिरको लागि राम्रो छ। अब चाहिँ मस्त पानी खाइयो। गाह्रो छ हो गाइजहरू, गाह्रो छ। गाइजहरू चेन्सुई टेम्पलको आज चाहिँ भिडियो चाहिँ बाल आउनेवाला छ, कृपया सबैले हेरिदिनु होला है। भिडियो मस्त हुन्छ। अब हामीहरू चाहिँ अन्डरग्राउन्डहरू छिरेछौँ बिस्तारै बिस्तारै बिस्तारै। थोरै खाऊ भनेको अघि मैले मोहन भाइलाई, नमानेर हो कि। यस्तो छ कि अब यतामा सबै सिमेन्टल बनाएर कस्तो मस्त बनाएको छ। यो ठाउँ कस्तो ठाउँमा आएको छ तपाईँलाई देखाउने छु होइन, कृपया भिडियो हेर्नु होला। हामी चाहिँ यहाँ तलबाट चाहिँ गरेर हिँड्छौँ। हिँड मोहन भाइ थोरै अगाडि। कृपया देख्न सक्नुहुन्छ गाइजहरू, जो अघि माथि म घुमेको थियो त्यो साइड हेर्नुहोस्, एउटा भित्ता थियो, त्यहीमा पनि पुरा प्लास्टर गरेर चाहिँ सिमेन्टले घुमफिरको लागि पुरा मस्त बनाएको छ। अब चाहिँ चेन्सुई टेम्पलको चाहिँ मेन मन्दिर यही नै हो, देख्न सक्छ। 9 तलाको छ, 9 तलाको छ, राम्रो छ। मेन भनेको यही नै हो यहाँको चाहिँ है, 9 तलाको मन्दिर छ। घुम्दैछौँ मस्त। मोहन भाइ चाहिँ ट्याङ्की फुल भयो भनेर अब चाहिँ ट्याङ्की खाली गर्न हामी चाहिँ हिँड्दैछौँ। त्यो लाज होइन, त्यो सबैलाई हुने कुरा हो। पानी धेरै खाइयो कि 1 लिटर पानी 2 भाइले। त्यही भएर यतातिर चाहिँ हुँदैछ मान्छेहरूले फोटोसोटोहरू खिचेर त्यहाँ फोटोहरू चाहिँ बनाउँदो रहेछ, देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मान्छेहरूले फोटोसोटोहरू चाहिँ बनाउँदो रहेछ है। रमाइलो छ, ठाउँ राम्रो छ, मान्छेहरूको घुमफिर छ, आवतजात भइरहेको छ। होटेल लबी भन्छ, कसलाई सोध्ने हो त्यहाँ। हामी चाहिँ हिँड्दैछौँ। यस्तो छ उफ्र मन्दिरको भाग छ, मुनि चाहिँ रोडहरू सस्तो छ। यस यात्रु महानुभावहरूलाई पनि ग्राब गर्दाखेरि कुनै अप्ठ्यारो पनि छैन क्या, आफूले भनेको ठाउँमा चाहिँ सहजसँग यहाँ आइपुग्नेछन्। यस्तो हो अब यहाँ चाहिँ ठिक छ, मान्छेहरूको आवतजावत धेरै नै छ है, त्यति उयो छैन, समस्या छैन। चेन्सुई टेम्पल हियर, यु आर हियर जस। यहाँ चाहिँ होटल साइड हो, यहाँबाट चाहिँ बाहिरको भ्यू राम्रो देखिँदो रहेछ। हामी चाहिँ हेर्नको लागि चाहिँ आएको है। तलको हेर्दाखेरि त मुनि त यहाँ क्यामेरामा चाहिँ त्यति उन देखिएला, तर है धेरै उ छ है, यो आफ्नो चाहिँ धेरै गहिरो छ। ठिक छ, अब यहाँबाटको चाहिँ केही चिज देखाउन बाँकी नै छ गाइजहरू, म तपाईँलाई देखाउँछु, प्रतीक्षा गर्नु होला। भिडियो चाहिँ राम्रो हुन्छ, हेर्नु होला है। अब हामीहरू चाहिँ फेरि उफ्रा जानेछौँ। यो चाहिँ ग्राउन्ड फ्लोर हो यहाँको चाहिँ, गाडीहरू हिँड्नको लागि, यताबाट उसको लागि।
एकचोटि उफ्रो गएर हेर्नेछौँ है उफ्रो के कस्तो छ म तपाईँहरू देखाउँछु मस्त भिडियो हेर्नु होला इन्जोय लिनु होला जे जस्तो भए पनि ल के यस्तो साटी खाने यार पटका यार के गाडी एक्सिडेन्ट भयो जस्तो के हो यस्तो के एकछिन त पटकाले त धन्न सातो नै खाइदिएछ नि गाडीको टायर पड्किहाल्यो हेरेको त लास्ट टाइम पटका पड्काइरहेको रहेछ है हाम्रो त्यहाँ महोदय हुनुहुँदो रहेछ पानी बोतल जस्तो गरेको हुन्छ हालेर त्यो कृपया हेर्नु होला यसरी चाहिँ पड्काइरहेको रहेछ है म त के हो भनेर गरेको मान्छेले चाहिँ पटका पड्काइरहेको रहेछ चाइनिज न्यु इयर आउँदैछ नि त त्यही भएर यहाँ चाहिँ चाइनिजहरूको विशेष कहाँ तल जानेर हिँडेको कि के जिउँदै छन् त्यसो भए जानुपर्छ त्यहाँनिर घरहरू देखाउनु न यस्तो छ है चाइनिजहरूले विशेष गरेर मान्ने भनेको ड्रागन हो त्यही भएर यहाँ चाहिँ जे जति छ सबै ड्रागनहरूकै हो छ अब घरमा पनि यसरी चाहिँ सजाएर ड्रागनहरूको राखेको छ तस्बिरहरू बनाएको छ हेर्नु त ढुङ्गामा बसेर जुम गर्नु त कछुवा भेटिन्छ कि नै तल तल हाम्रो त्यहाँ मित्र कछुवाहरू चाहिँ मजाले पानीमा चाहिँ बसिरहेका रहेछन् अब हामी चाहिँ तिनीहरूले गएर प्रत्यक्ष नै हेर्नेछौँ तिनीहरूले चाहिँ हामी चाहिँ प्रत्यक्ष गएर हेर्नेछौँ है चाहिँ घुमिरहेका छौँ कृपया भिडियोहरू चाहिँ इन्जोय लिनुहोस् मस्त है हामीहरू चाहिँ तल कछुवा हेर्न जाँदैछौँ है कछुवा देखेको छैन त्यही भएर गएर हेरौँ मस्त अब मुभी यताउतामा त्यत्तिकै रिल्सहरूमा चाहिँ देखेको छ तर प्रत्यक्ष देखेको छैन नि त त्यही भएर चाहिँ गएर चाहिँ कछुवा हेर्नुपर्ने छ रियलमा कस्तो छ गएर हेरौँ है त मोहन भाइको भिडियो नाच्ने हो कि हेर्यौ तिमी अब ठिक छ है अघि घाम लागिरहेको थियो आँखा हेर्ने गाह्रो भइरहेको थियो अब चाहिँ मस्त भिडियो सिडियो बनाउँछौँ हामीहरूले अहिले एकछिन पछि हामी चाहिँ यहाँ कछुवा हेर्न आएको तिनीहरूलाई पानीमा बस्दा बस्दा जाडो भयो होला त्यही भएर बाहिर निस्किरहेका छन् हामी पनि गएर हेरौँ न तिनीहरूलाई म त यहाँ आएकै थिएन नि सुरुम भएर नि ठिक नआएको छौँ है के कस्तो छ कछुवा हेर्नुपर्छ हाम्रो रिल्समाहरूमा यता त मुभीमा चाहिँ देखेको थियो कि तर प्रत्यक्ष देखाएको थिएन नि त त्यही भएर हेर्न आएको ला यिनी कछुवाहरू ला हेरौँ त यहाँ कछुवाहरू आफ्नो बाटै चलिरहेका हेरौँ त कछुवाहरू ला कति ठुलोसम्म रहेछ नि आफ्नो बाटै पौडी खेलिरहेका ए बाफ्रे बाप यिनी कछुवाहरू त पानीमा खेल्दा खेल्दा जाडो भएछ यिनीहरूलाई यतातिर आएर बसिरहेका छन् तर यो ठाउँ धेरै चिसो छ नि त है त्यही भएर उसले थाहा पायो कि क्या हो मैले यहाँ भिडियो बनाइरहेको छ भन्ने ऊ चल्दैछ त ती होइन चल्दैछ त थाहा पाएछ क्या मैले भिडियो बनाउँदैछ भनेर यो त चल्दैछ त उठ्न थाल्यो त अब झन् यस्तो छ क्या यो ठाउँ भिरालो छ है धेरै यस्तो भिरालो त हाम्रो कति छ तर यिनीहरूले यहाँ पर्यटक भित्रको लागि कस्तो कस्तो गराएको छ क्या कालो माछा देखिन्छ यहाँ माछाहरू उयो गरिरहेको छ तल मुनि बसेको क्या देखिरहेको छ पानीहरूले यहाँ चाहिँ रहेछ म त यहाँ आएको थिएन नि त त्यही भएर त्यति थाहा थिएन यहाँभित्र चाहिँ सेरो मिल्दैन होला त्यही भएर अलिकति हामी चाहिँ यहाँभित्र जान थाहा होइन किनभने चाहिँ यहाँभित्र अनुमति चाहिन्छ होला अनुमति बिना चाहिँ उयो गर्नु हुँदैन तर कछुवा चाहिँ देख्यो है रियलमा मैले त देखेको थिएन आजसम्म माथिको भाग चाहिँ के भएको है यिनीहरूलाई यसले त नि बचाउने कछुवाहरूको खप्पर यस्तो छ सेम खोलामा माछा मार्न गएको याद आयो मलाई त त्यस्तै गन्दा हुँदो रहेछ
उनीहरूको पनि कोही त्यहाँ भित्र गएर पनि बसिरहेका छन् मस्त कछुवाहरू चाहिँ हामीहरू चाहिँ मस्त मस्त घुमियो है अब चाहिँ गर्नुपर्ने हुन्छ लाम चाहिँ यता घुमफिर गऱ्यौँ मजाले या कछुवा देखियो कछुवा हेरियो मस्त कछुवा देखेको थिएन नि त आज चाहिँ रियलमा देखियो कछुवालाई चाइनिजहरूको बुड्डेल चाहिँ मान्नुपर्छ यिनीहरूले त केही कुरा आँट्यो कि क्षणभरमै बनाएरै छाड्छ यहाँभित्र चाहिँ यस्तो रहेछ अब यहाँभित्र चाहिँ जान मिल्दैन होला त्यही भएर हामी चाहिँ प्रेस गरेर पनि भित्र गएनौँ है त्यति थाहा छैन नि त यहाँको बारेमा त्यही भएर चाहिँ हामी यहाँभित्र जान चाहेनौँ हामी बाहिर बाहिर चाहिँ तपाईँहरूले जे जस्तो त्यो चाहिँ देखाउने प्रयासमै छु देखाइरहेको छु यता चाहिँ होम रहेछ यो ठाउँमा पनि आगो त निप्न दिँदैन होला सायद सदाबहार आगो बलेकोखेरि चाहिँ यतातिर होम गर्न मिल्दो रहेछ अब हामीहरू चाहिँ लिभ हुँदै जाँदैछ उफ्रोतिर त्यहाँ गाह्रो भयो है हाम्रो चाहिँ अलिकति लिभ चढ्नुको लागि उफ्रा ठिच्यो भने झन् मुनि मुनि गएर धन्न गाह्रो भयो धन्नै त्यहाँ तल मुनि पुगेन धन्न हामीहरू चाहिँ अन्नै हो यता एक साइडतिर ठिच्यो भने अर्को साइडतिर ठिचिन्छ त्यही त भनेको नि म पनि एकचोटि अन्याएर ठिक छ मौसम आज चाहिँ राम्रो रहेछ घुमफिरको लागि हामीहरू चाहिँ घुम्छौँ अब चाहिँ भिडियो सिडियो बनायो हुन्छ मोहन भाइ अब मान्छे कम छ टोइलेट त हिँड्नु रहेछ नि याद तरिका अघि थाहै नपाएर हामी गाइजहरू भिडियो चाहिँ बाल आउनेवाला छ कृपया सबैले हेरेर साथ दिनु होला आज चाहिँ मौसम राम्रो छ नि त जस भिडियो बनाउनको लागि फोटोसुट भिडियो सिडियो सबै गर्नको लागि राम्रो छ